गुड मर्निङ सबैजनालाई। मैले चाहिँ भर्खरै अहिले कति बज्यो भन्दाखेरि भन त हेरौँ कति बज्यो। अहिले चाहिँ 8:30 बजेको छ। म चाहिँ लगभग 7:30 बजे नै उठिसकेको थिएँ। अनि दाँत सात माझेर मुख धोएर म चाहिँ फ्रेस भइसकेँ। सिधै खाना पकाउँ है त। खाना पकाउँछु, खान्छु। एकदमै भातको क्रेभिङ भइरहेको छ। ल अब म सिधै पकाउने त भनियो हैन, भात पकाउनु त भने। अब मैले के पकाउने भयो। त्यहाँ गेडागुडी भिजाएको छ। गेडागुडी तरकारी पकाउने हो कि लौका तरकारी लौका पकाउने हो कि भिन्डी पकाउने हो कि नर्मल दाल भात मात्र खाने हो। मलाई कन्फ्युज भयो। मलाई अल्छी नि लागिरहेको। के गर्ने होला, गेडागुडी तरकारी पकाउँछ है, सजिलो नि हुन्छ। एकैछिनमा सिटी लगाएपछि पाकिहाल्छ, फास्ट हुन्छ। मलाई धेरै तामझाम गर्ने मन छैन। ल गेडागुडी तरकारी पकाउने है त। अहिले चाहिँ कुकर बसालेँ। अब कुकरमा चाहिँ थोरै तेल हाल्ने। अनि त्यसपछि इग्नोर है, कुकरलाई इग्नोर, सबै कुरा इग्नोर। अनि अहिले तात्न दिने है त। तेल तातिसकेको छ। यसमा लसुन, प्याज, खुर्सानीलाई चाहिँ फेरि हाल्ने। नपाक्छ यसरी चलाउँदैन, म त्यसरी चलाइदिने हो। प्याजलाई अलिकति गल्न दिउँ है। प्याज भुटिसकेको छ। अब हामी चाहिँ यसमा यो आलु, आलु, यसमा आलु र चना खनाइसकेका छौँ। मजाले गर्ने। अनि 2 चम्चा नुन, धनिया पाउडर, मसाला, मिक्स गर्ने। पछि हामी यसमा टमाटर हाल्छौँ। मिक्स गर्नुपर्छ। फेरि यसलाई पाक्न दिउँ। अब चाहिँ मैले यसमा यतिको पानी हालेँ। यसलाई मजाले सिटी लगाइदिने। अब सिटी लगाइदिनु पर्छ। त्यसपछि मजाले सिटी लागेपछि अनि बल्ल पाक्छ है त। हावा गइसकेको छ। अब चाहिँ खोलेर हेर्नु त कस्तो भएर रहेछ। खुटखाड पार्नु पऱ्यो होइन, मिठो त बनाउनु पऱ्यो। जस्तै पिस्नु पऱ्यो, ग्रेभी बनाउनु पऱ्यो। यो चाहिँ हामी विद्यार्थी जीवन के भन्नु, विद्यार्थी जीवन त सबै छ मेरो। खाड पारेर यसरी टुट्टो लाएर आलु जति पिन्ने। यतिको भइसकेको छ। गाइस म त
बस्दा बस्दै भात खाने बिर्सेछु भुसुक्कै। अहिले कति बज्न लाग्यो, यो 11 बज्न लाग्यो होइन। भातै खानु बिर्सेँ, पकाए भात खानु बिर्सेँ। यस्तो त दिमाग के गरी खाने होला मैले। अब भात खान्छु ल। मैले चाहिँ भात पस्के, तरकारी, भात, मुला अचार अनि काँक्रो, बस यति भएपछि मलाई पुग्छ। गम 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 खाने हात चाहिँ धोइसकेँ है मैले। टेस्ट गर्छु अनि यस्तो रहेछ। मिठो खा। Oh my god. अब सबै खाना खाएर चाहिँ ब्याक हुन्छ। निन्द्रा सुतेर उठेँ, अब म त लुगा धुन्छु। बिर्सिरहेको 1 बाल्टी लुगा धुनलाई राखेको छु, धुनु पर्यो नि। धुन्छु है, लुगा धुन्छु। म चाहिँ लुगा धोएँ, मैले लुगा धोएर सकाएँ। सबै लुगाहरू धोएँ, सक्यो। धोएँ, एउटा कामै सक्यो। लुगा धुन नि लास्ट झ्याउ लाग्छ भने क्या। यति गरेपछि आनन्द भयो 2-3 दिनलाई। त्यसपछि फेरि उत्तिकै भइहाल्छ, फेरि धुनु पर्यो है। झ्याउ मान्छेलाई सफा भएर बस्नु त साह्रै झ्याउ हुन्छ। ल सक्यो लुगा धोएर नि। अब चाहिँ हामी लौका तरकारी पकाउँछौँ। यस, लौका पकाउने हौ। लौका तर म दामी लौका बनाउँछु। यो चाहिँ फाल्ने काटेँ नि त, यतापट्टि नि छ्यालिदिन्छ। Okay, cutting the lauki. It's only discoloration भएको लौकाको। के भयो यस्तो? के भयो यस्तो? यस्तो खानुपर्छ अनि हुन्छ। एउटा कुरा क्या, जस्तै हामी खरबुजो काट्छ, भित्र गुदी धुँदैन त, खान्छ नि त यतिकै होइन, किन भित्र त केही पनि हुँदैन भनेर। त्यस्तै अब यो लौकाको बोक्रा सोक्रा सबै काट्यो है, अनि यो नधोइकन पकाउनु चाहिँ मिल्दैन होला है। के होला कुरा, कुरोको चुरो पत्ता लागेन। कुरोको चुरा चुरा। हाडी भात पकाउने बेला हुन्छ है। दाजुनासम्म उनीहरूमा हिलो लाग्ला नाइलानको सारीमा। कुलेस अनुहार कस्तो हुन्छ भन्ने कुरा। Oh my god! Why to use chopping board? Use chopping board. Don't pull it.
मलाई यो के भाउ कि हाय हाय ल ल हुँदैन के हो हुन्छ के हो हुँदैन मेरो चाहिँ लोका चाहिँ फेभरेटै जस्तो है फेरि लोका बिचरा छिप्प्या गुदी रहेछ क्या के हो घरै घरै खत nice and काटे पकाउँछु पेज पनि काटिहालौँ न है ए अवसरमा धुन लाने हो क्या सबै एकै मुष्ट गरेर मिर्ची आई मिर्ची मिर्चा एउटा मात्र मिर्ची हाल्छु एउटा मिर्ची